हेलो साथीहरू सबैजनालाई नमस्ते। साथीहरू सन्चै हुनुहुन्छ होला सबैजना, हामी पनि सन्चै छौँ। हाम्रो चाहिँ आज पनि अदुवा खन्ने काम भइरहेको छ साथीहरू। अदुवा त साह्रै धेरै छैन, अलिअलि छ, यसो घरमा खानु अनि यसो अलिअलि भयो भने बुवाले चिया खानु बेच्नुहुन्छ अरे, जसको लागि चाहिन्छ भन्नै साथीहरू। अदुवा एकदम प्युर। अयो गर्मी कस्तो छ साथीहरू, झापामा गर्मी यति बढेको छ कि हाम्रो चाहिँ यहाँनिर अदुवा त धेरै त छैन, थोरै छ। हेर्नै साथीहरू, अब यति बाँकी छ। बुवाले यसो बुढाबुढी मान्छे यसो चिया खानुहुन्छ, चिया साह्रै खानुहुन्छ बुवाले चाहिँ, अनि चिया खानुहुन्छ कि भनेर गर्नुभएको रहेछ बिचरा बुवाले। अनि केलाउँदै हुनुहुन्छ, अनि एकदम गर्मीले नि कामै गर्नु नसक्ने क्या गर्मी। आजको मौसम बाफ्रे यति गर्मी छ कि साथीहरू, घाम लागेर घाम। बुवा खनिसकेको छैन साथीहरू, आजको काम चाहिँ अझै खन्ने छ। धेरै त छैन, थोरै थोरै छ, अलिअलि गर्दै खन्नु, गर्मीले सकिँदैन। अदुवा फलाइ चाहिँ यस्तो छ बुवा, मेरो नानी बुवा चाहिँ केलाउँदैछन्। यसरी खनेर यसरी लाइनै तयारी गरेको छु। अब भात खानुपर्छ हौ, भात पाक्यो, भात सब्जी बनाइसक्यो मैले। के को भात खानु? यो यति सकेर खाने ल, त्यसो भने ल साथीहरू। म चाहिँ अब सब्जी डढ्यो कि अब हेर्न जानु पर्यो। डढ्यो, अलिकति रस लगाइराखेर आएको थिएँ, सब्जी डढ्यो होला सायद। अहिले फेरि हुन्छ, हाम्रो चाहिँ गाई हेर्नु है, गाई बिचरा गाईलाई घाँस काट्न जानुभएको छैन। आमा चाहिँ गाईलाई घाँस काट्न जानुभएको छैन।